तिहार सुरु भइसकेको छ साथीहरु। आज चाहिँ लक्ष्मी पूजा। टन्न मिठाई खाने, सुगर बढाउने, चिल्लो खाने, हस्पिटल जाने काम नै हो अहिले चाहिँ मान्छेहरुको। हैन, आफ्नो स्वास्थ्यमा पनि केयर गर्नु होला साथीहरु। मिठाई भन्ने कुरा त पछि पनि खान पाइन्छ। पहिला सुरुमा आफ्नो शरीर चाहिँ स्वस्थ राख्नु पर्यो। हाम्रो जस्तै यति धेरै मिठाईहरु चाहिँ तपाईहरु नखानु होला। यो हामी खाँदा चाहिँ केही फरक पर्दैन न पुजु। हामी चाहिँ अलिअलि बिहानै सो दौड्ने एक्सरसाइज गर्ने मान्छे हो कि नै? एक्सरसाइज गर्नुहुन्छ भनेपछि खाँदा केही फरक पर्दैन। गर्नु हुँदैन भनेपछि चाहिँ यो एभोइड नै गर्नु होला, टाढा बस्नु होला यसबाट, हो कि नै? यसले पनि एक थाल लिएर बसेकी छिन् मेरी छोरी। हात्ती मिठाई के भन्छ, हात्तीको सुँडवाला। ओ ल साथीहरु, धेरै चिल्लो पिरो नखानु होला हैन। यही नै हो। ह्याप्पी दीपावली सबैजनालाई। स्वस्थ रहनुला, व्यस्त रहनुला, तर यति धेरै चिल्लो र गुलियो नखानु होला। फिनी रोटी, सेल रोटी, अब त के बनाउन पनि थाल्नुहुन्छ दाजुभाइहरुलाई दिनको लागि। तर स्वास्थ्यलाई केयर गरेर मात्रै खानु होला। ओके, डन? यो मात्र खाने, अरु नखाने। नखानु त्यो पनि। वाउ, बर्ड मिठाई। चरा। त्यो पंखा होला सेतोवाला।